दर्शकबिनहरू नमस्कार। आज म तपाईँहरूको लागि फेरि एउटा नयाँ विज्ञापन लिएर उपस्थित भइसकेको छु, जुन यहाँ भारी सङ्ख्यामा नेपाल विद्युत प्राधिकरणले विज्ञापन गरेको छ। यसमा विज्ञापन गरेको डेट भनेको यहाँ दिएको छ 2082 9 18 गते रहेको छ प्रकाशित मिति। यसमा भारी सङ्ख्यामा विज्ञापन गरेको छ। यसमा सुपरभाइजर छ, मिटर रिडिङ छ, यस्तै यस्तै गरेर अरू अधिकृतसम्मको लेभलसम्म छ यसमा विज्ञापन। तपाईँहरू हेर्न सक्नुहुन्छ। यो भिडियो तपाईँहरू लास्टसम्म हेर्नु होला, यसमा सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ। यसमा जुन आज विज्ञापन गरेको छ एनइएले, यसमा दिएको छ फेरि नेपाल विद्युत प्राधिकरण, यसलाई तपाईँले पढ्नु होला। यसमा माथि दिएको हेडलाइनहरू, यसमा तपाईँहरू अनलाइन मार्फत तपाईँहरू आवेदन दिन सक्नुहुन्छ जुन रहेको छ। यसमा फेरि यहाँ दिएको छ अधिकृत स्तरमा दिएको छ। यसमा अधिकृत स्तर भनेको पद दिएको छ, यहाँ सह निर्देशक ता भनेको यसमा 10 दिएको छ। फेरि सेवा प्रशासन समूह भनेको लेखाको लेखा, फेरि उपसमूह फेरि पद सङ्ख्या 1 वटा रहेको छ। यसमा खुल्ला समावेशी गरेर यसमा दिएको छ, खुल्लामा 1 वटा। यो तपाईँहरू जुन क्वालिफिकेसन दिएको छ यो तपाईँहरू आफै पढ्नु होला। यसमा नत्र भिडियो ठुलो हुनसक्छ, सरलमा बुझाउन कोसिस गर्छु। यहाँ तपाईँहरू फेरि हेर्न सक्नुहुन्छ दिएको छ सहायक निर्देशक, यसमा ता भनेको 8औँ, प्रशासन लेखा यसमा मधेसीमा 1 वटा रहेको छ। यसमा क्वालिफिकेसन आफै पढ्नु होला तपाईँहरू। फेरि दिएको छ सहायक प्रबन्धक 8औँ ता दिएको छ, फेरि सहायक प्रबन्धक दिएको छ 8औँ ता, फेरि सहायक प्रबन्धक 8औँ ता। यसमा सहायक यो अधिकृत स्तरको हो कि। फेरि यहाँ हेर्न सक्नुहुन्छ दिएको छ सहायक प्रबन्धक 8औँ ता, सहायक प्रशासकीय अधिकृत 7औँ ता, कानुन अधिकृत 7औँ ता, लेखा अधिकृत 7औँ ता। फेरि यहाँ चार्टर्ड एकाउन्ट दिएको छ 7औँ ता, समाजशास्त्री 7औँ ता, इन्जिनियर 7औँ ता, इन्जिनियर यसमा दिएको छ जुन 7औँ ता गरेको छ, यो भनेको अधिकृत स्तरको हो। फेरि यहाँ तपाईँहरूको लागि फेरि सर्वे इन्जिनियर 7औँ ता। फेरि यहाँ सहायक स्तरको दिएको छ जुन मिटर रिडिङ सुपरभाइजर दिएको छ। फेरि यसमा ता भनेको 5औँ ता हो कि, 5औँ ता दिएको छ। सेवा प्रशासन समूह प्रशासन उपसमूह प्रशासन दिएको छ। यसमा विज्ञापन नम्बर दिएको छ। फेरि प्रदेश भनेको यहाँ कोशी प्रदेश, मधेस, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम दिएको छ। पद सङ्ख्या दिएको छ, कुन प्रदेशबाट कति खुलेको छ, खुल्ला दिएको छ र महिला, आदिवासी जनजाति, मधेसी, दलित, आपाङ, पिछडिएको क्षेत्र यो दिएको छ। क्याटेगोरी छुट्याइएको छ, कुनबाट कतिवटा खुलेको छ। मधेसीमा यहाँ हेर्न सक्नुहुन्छ दिएको छ, पद सङ्ख्या दिएको छ र महिला, आदिवासी जनजाति, मधेसी, आपाङ, दलित, पिछडिएको क्षेत्र सबै यसमा दिएको छ। तपाईँहरू यसमा एकदम प्रश्नसँग पढ्नु होला। जुन नबुझेको कुरा छ भने कमेन्ट गर्नु होला। फेरि यहाँ लेखापालको लागि हेर्न सक्नुहुन्छ, ता भनेको 5औँ ता यो पनि रहेको छ लेखापाल। यसमा पनि दिएको छ कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम दिएको छ। पद सङ्ख्या छ, खुल्ला छ, महिला, आदिवासी जनजाति, मधेसी, दलित, फेरि आपाङ, पिछडिएको क्षेत्र यसमा पनि छुट्याइएको छ। फेरि सुपरभाइजरको लागि यो पनि ता भनेको 5औँ ता हो। सुपरभाइजरको लागि पनि ता भनेको 5औँ, सेवा प्रविधिक इलेक्ट्रिकल उपसमूह इलेक्ट्रिकल रहेको छ। यसमा प्रदेश दिएको छ, यता तपाईँहरू सेम त्यस्तै दिएको छ, प्रदेश रहेको छ। फेरि खुल्ला मधेसी, आदिवासी जनजाति रहेको छ। फेरि सुपरभाइजर 5औँ ता दिएको छ। फेरि यसलाई तपाईँहरू बुझ्नु होला। यो जुन नबुझेको कुरो छ भने भन्नु होला, कमेन्टमा आवश्यक म रिप्लाई दिन्छु। फेरि यहाँ विज्ञापन सम्बन्धी विशेष सूचना दिएको छ, सूचना तपाईँहरू यो पढ्नु होला। यहाँ नोट दिएको छ, परीक्षाको किसिम लिखित प्रस्तुतिकरण, परीक्षा हुने भने उल्लेख भएका पदहरूको लागि र अन्तर्वार्ता। फेरि पाठ्यक्रम तपाईँहरू कहाँ यसको पाठ्यक्रम पाउन सक्नुहुन्छ दिएको छ। प्राधिकरणको वेबसाइटमा www.nee.org.np मार्फत प्राप्त गर्न सकिन्छ। फेरि परीक्षाको दस्तुर यसमा जुन फारम अप्लाई गर्दाखेरि दस्तुर लाग्छ त्यो दिएको छ, यहाँ रहेको छ। उमेर दिएको छ, उमेर तपाईँहरू हेर्नु होला। फेरि यसमा जुन मेन कुरा छ भने म बुझाउन कोसिस गर्छु, जुन तपाईँहरूलाई समझमा आउँदैन भने त्यो तपाईँहरू कमेन्ट गर्नु होला। फेरि यो तपाईँहरू म स्क्रोल गर्दै जान्छु, तपाईँहरू यो आरामसित एकदम पढ्नु होला। जुन नसम्झेको कुरा छ भने कमेन्ट गर्नु होला। फेरि यहाँ तपाईँहरूको लागि लगभग यहाँ परीक्षाको लागि लिखित परीक्षा कार्यक्रम लोकसेवा आयोगसँग सामान्य गरी पछि प्रकाशित गर्नेछ, यो तपाईँहरूको दिएको छ। अब फेरि यसमा दिएको छ एउटा अरू दिएको छ, यहाँ अरू त सबै ठिकै छ, तपाईँहरू हेर्नु होला ध्यान दिएर। अब तपाईँहरूको जुन नबुझेको कुरा छ भने भन्नु होला, कमेन्ट गर्नु होला, म रिप्लाई गर्न कोसिस गर्छु। अरू त सबै ठिकै छ।
ल धन्यवाद दर्शकबिन भिडियो हेर्नको लागि। यस्तै खालका विभिन्न सूचनाहरू हेर्नको लागि तपाईँहरू विज्ञापनसँग सम्बन्धित न्युजसँग सम्बन्धित तपाईँहरू हेर्नको लागि तपाईँहरू यो च्यानललाई सब्सक्राइब गरेर बस्नुहोला। पछि म फेरि एउटा अर्को लिएर मैले उपस्थित हुनेछु। ल धन्यवाद दर्शकबिन, नमस्ते।